मेरे वाजूंगा हेलो एन्ड नमस्ते गाइस वेलकम टु न्यू ब्लग आई होप तपाईँ सन्चै हुन्छ होला म पनि एकदमै सन्चै छु होइन हाम्रो तपाईँहरूको बिहानीको सुरुवात कसरी हुन्छ थाहा भएन हाम्रो चाहिँ अब यसरी गाडीमा भयो आज चाहिँ यसरी हाम्रो केटाहरू 1 2 3 4 5 6 7 अनि म एक्लै 8जना हाम्रो ट्रिप छ आज अन्तको होइन आज गइन्छ बेलुका बसिन्छ भोलि बसिन्छ दिनभरि अनि शनिबार बिहान हिँड्छ हामी आज चाहिँ के बार हो बिहिबार हो आज बिहिबार अब 2 दिन जति बसिन्छ होला यस्तै हो अहिले चाहिँ हामी लगभग दुधै आइपुग्यौँ बाटो एकदम दामी बनाएको छ अहिले चाहिँ अस्तिको जस्तो छैन डाइभर्जनवाला छैन अहिले चाहिँ 8जनाको हाम्रो अघिको कस्तो हुन्छ अब ब्लगमा हेर्दै जानु होला सो साथीहरू अहिले चाहिँ हामी यहाँ चट्टै गाडी चलाउँछौँ गाडी भन्दा स्कर्पियो होइन स्कर्पियो चल्छ ओके भर्खर हिँड्यौँ डाइरेक्ट अन्तिमै हाम्रो पर पर्सन भनिरहेको पर पर्सन खाएको बिएनसी हस्पिटल छ 3 घन्टा लाग्छ अङ्कल मजाले हाम्रो केटाहरू त पछाडि मोटुला G8 ब्याग ल हेलो हान्नु न हेलो ओ केटा हो हेलो ल बिटावरतिरबाट लाग्यो हाम्रो ड्राइभर अङ्कल पनि एकदम हम्बल हुनु रहेछ हाम्रो चाहिँ चाराले त्योबाट लाग्यो अङ्कलले 3जना प्यासेन्जर अझै भेटाउनु भयो झनै रमाइलो भयो
एउटा फोटो खिच्ने ठाउँ आइसकेको छ। हामी चाहिँ अहिले खिच्दैनौँ, हामी डाइरेक्ट अहिले अन्त हो। अब भोलि आयो भने आयो, नत्र त्यस्तै भइहाल्यो। एउटा राइट साइडतिर हेर है। कन्याम पनि कति हो हामी अब लाग्नु भाइले चाहिँ गभर्मेन्टमा प्लास्टिक सस दिइसकेको जाँदैछ अहिले के कुरा गर्दैछ यहाँ पनि एक्सिडेन्ट भएको होला सायद अगाडि मान्छेहरू पुरा भिड छ एक्सिडेन्ट भएको अङ्कल ए हो रहेछ। अब चाहिँ फिक्कल बजार आइपुग्यो हामी ठ्याक्कै फिक्कल बजार। अब यहाँ दुईजना उत्रिने हुन्छ आन्टीहरू अङ्कल आन्टी ओर्लिनुहुन्छ, हामी चाहिँ चट्ट बसिराख्ने। ल हल्का भमिट आउने जस्तो भइसक्यो अरे समस्या, त्यही भएर पछाडि जान्छ। हाम्रो केटाहरू कस्तो भइरहेछ? हाम्रो चाहिँ अहिले अब चट्ट फिक्कलबाट पनि फेरि घुमेर त्यस्तो पढा अब चाहिँ लागिदिन्छ हामी। यहाँ फेरि फुटबलको देशमा सिकेको फेरि अन्डर 18 छ। बाहिर यसमा जानु ल, यहाँबाट कुनमा यो भेनमा एउटै भाडा हो, त्यस्तो पर्दैन मलाई। यहाँ सुन न, उहाँ फेरि फर्किँदा मलाई मान्छेहरू दिँदैन नि त। ए ल ल ल ल एकदम हामी होइन त्यसमा पुऱ्याइदिनु मलाई त्यो ठुलो कुरो होइन कि, उहाँ मलाई फेरि फर्किँदा खाली हुन्छ नि गाडी एक्सिडेन्ट ल है। हामी चाहिँ अहिले यहाँ रुम पनि छिरियो। अब यहाँ के भएको झाडे मात्रै हुन्छ रुम स्थान बत्ती सट्टी सब बालिदिउँ। यार मैं इतना सुंदर क्यों हूं? पता नहीं ऐसा क्या है मेरे चेहरे में। यहाँबाट भ्यू हो त भ्यू चाहिँ यत्तिकै छ। अनि हाम्रो कहाँ छ भने जाने चाहिँ भनेको भोलि ठ्याक्कै यो टावर देखेको ठाउँमा जानुपर्ने अरे, यो टावर देखेको ठाउँमा जानुपर्ने। अनि अहिले चाहिँ हामी यहाँ छौँ, यो बाटो सर हिँडेकै नै लगभग हामी राति 2 बजीतिर हुन्छौँ होला। हिँडेको हिँडै टुइकाटुइ 5 बजी त पुगिहाल्छौँ। रुम चाहिँ यत्तिको छ हाम्रो, सबै यस्तो भएको हो यार। यस्तो कटेज जस्तो छ हाम्रो चाहिँ। चप्पल चाहिँ टन्नै छ, जुन लाए पनि हुन्छ यसरी। एउटा मात्रै रुम लिएको हामीले चाहिँ, एउटामा गरम गरम हरियो हुन्छ। अनि बस्न अनि केटाहरूको चाहिँ हामी के भने एउटा मेन चाहिँ हरायो, ब्यागै छुटो कहाँ छुटो के हरायो कि छुटो के भयो। अनि अब हामीले भेडवाला दाइले भनेको छौँ त्यहाँसम्म चाहिँ उयसमा आयौँ, त्यतासम्म चाहिँ के अरे स्कर्पियोमै आएको। त्यसपछि त्यहाँदेखि भेनमा दाइले भनिदिएको घाटा लाग्छ यस्तो यस्तो गर भाइ भाइ भन्नु। अनि हुन्छ नि त भनेर गयौँ हामी, आयौँ यो जम्मा यति छ।
पुग्छ कि पुग्दैन यो त्यो छ कुरा। साथीभाइहरू हामी चाहिँ अहिले चट्ट रुमसुमबाट ब्याग स्यागहरू सब हाल्यो कि अहिले चाहिँ घुमघामतर्फ लागेको छौँ। राइज त एकै दिन्छु त्यत्तिको बोट नि त मलाई घाट्ने घाँटी लाग्नु तेरो किनेको चाहिँ नि पुगेको अहिले उयो अस्ताको घाम हेरिरहनुपर्छ। त्यति लास्ट ढिलाउने हामी हामीले भनि फोन गर्दा भयो भन्दा पऱ्यो नि ए हामी त रातो रहेछ अन्त आउने पत्र हजार यस्तो यो यस्तो यस्तो लाग्यो भने के हुन्छ होला हालत नयाँ बाटो इन्भेन्सन हुन्छ ओ राम चिप्किन्छ त ओ चिप्लो लाग्छ केटा चिप्लो लाग लाग्यो त फेरि ट्रेकिङ हाने जस्तो हान्छ त चल 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 साथी चढ्ने नभए हुर्कियो आहा कस्तो दामी ओ यिनीहरू केटा पहिलेको यतातिर त कस्तो राम्रो हावा चलाएको चिसो न चिसो घाम माल लाग्यो कता हो डाँडा जान्छ है यताबाट घुमेको सायद ए पिङ बनाएको छ अरे यहाँबाट चढ्न त सिधा यता ओए अन्धु पर्यटन प्रवर्धन तथा रमाइलो मेला त्यहाँ लागिरहेको छ। आज त्यो ज्योति मगर आउने अरे अनि अब हामी गयौँ भने गयौँ नत्र गइँदैन मची सुरज हाम्रो साथी यहाँ लड्नु भएको छ लु हामी केटाहरू यहाँ घुम्न आएको छौँ हाम्रो भ्लगर जिजी हल्का अलिकति मिस्टेक भएर लड्नु भएको छ के भएर अब जब बाटो यस्तै छ चिप्लो चिप्लो यस्तो दामी सहारा लिँदै हिँड्नुपर्छ अब ओ महोत्सव त दामी लाग्छ क्या हामीलाई ओ ए साथी लड्न हाट्नु अन्त ग्राउन्ड मात्रै बनाएको छ त नि मुनि ठ्याक्क भाला धेलो बसिरहने कस्तो घोप्यो रोटी पनि सुटिङ गर्छ ओ यहीँबाट हेर्दा भयो नि अनि ज्योति मगरलाई त अनि यहाँ हेर कत्रो छ डाँडा ल अब यही बाटो हो गडा उठे उठ 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 अब ओइ फोटो खिच्नु न अहिले चाहिँ हामी यहाँ अस्ताको घाम हेर्न जाँदैछौँ अब अस्ताको देख्न पाइन्छ कि पाइँदैन कहिले पाइँदैन
राईले भने पाइदिन पाइदिन धेरै बेर लाग्छ अझै टाइम लाग्छ कति ल अब यहाँ हामीले चाहिँ बल्ल घामको किरण देख्न थाल्यो कि झन्डै महल पनि किरण देख्न थाल्यो यही बसौँ यहाँबाट हेरौँ जाने माथि कसो कति टाढा छ हौ अब चाहिँ भएर चिसोको छैन गोजीमै छ ए गोजीमा छैन उतै राखेको छु मैले कम त सेफमा राखेको छु अनि मेरो पेन्टको गोजीमा हाल एक्जाम्पलको लागि के रुमको भाडै नचिज भागी किन भन्नु सामानको गाडी आउने बित्तिकै चला ओ यहीँबाट हेर्नु न यहीँबाट देखिँदैन रहेछ माथिबाट पुरा क्लाउड क्लाउड हुँदैन माथि तल अझै मुनि पनि बोत्रिनुपर्छ त मुले हामी त मलाई अहिले घर पुगेर होइन यो घर पुगेर भन्न आएछ हामीले भात थोरै पकाउनेहरू कस्तो चाहिँ कुरा गरेको हामीले भात पकाउँदा पकाउँदै छिर्छौँ भन्छ मुनि मुनि गएर हौ जा छदम साँच्ची भनेको बे मर्छस् त्यो मुनि गएर आइदिन्छु म ल जा ल हाम्रो चाहिँ यहाँ साथी एकदम खतरको खेलाडी हो ऊ चाहिँ मरना तेरे को डर नहीं लगता आयो ओ अझै मुनि पुगेर आइज न जाऊ त्यहाँ निलो डिला छोरा आऊ न अँ ती खतरा खेलाडी होइन त खतरको खेलाडी होइन ओइ मुला त्यो कोटाको तिमी जाऊ न अझै मुनि आइज आइज माथि आइज हिँड्दै हिँड्दै जान हौ आइज आइज माथि आइज माथि आइज माथि आइज आते मेरो साथी यो भनेको आदित्य हो माछा पकडेर गएको छ तल ए मेरो फोन झऱ्यो हिमाल टिप त साथी रात ओइ त चिया चोर्नु गएको मेरो एम हेर कस्तो पर्छ ए अहिले चाहिँ हामी यहाँ पानी अमलाको हन्टिङमा खोज्दै खोज्दै हिँड्दैछौँ पानी अमला भनेको कस्तो अब मैले चाहिँ खाएको छैन केटाहरूले चाहिँ खाएको छ अरे भेटाइस छ जेठ छ नि त्यसमा काले मलाई हेर्दा बोटी जस्तो छ गिट भयो वाटर रङ्गलासँग अब हो कि वाटर रङ्गलासँग अब हो हुन त हो कि हामी यहाँ पुगिन आँट्यो भ्यू टावर हाम्रो चाहिँ यहाँ यस्तो दामी भ्यू छ बस एकदम पुरा यतातिर पठाउ सठाउ हुन्छ होला त यहाँ के चक्लेट खाने त खिच्ने दिएको यस्तो मनै पर्दैन अब हामीले चाहिँ यहाँ टिकट सेट किन्यो अब नछिर्ने भनेको अब राति ए आउन त खान्न त के छ र
अब चाहिँ लागिसक्यो हामी डाँडातर्फ हेर्न दामी आउँदो रहेछ नि त भ्यू यहाँबाट त अब हामी चाहिँ पानी खाने यहाँ हाम्रो चाहिँ अब सबैको 7 जनाको जतिको 50 रुपियाँ लाग्यो यो चाहिँ 14 वर्षभन्दा मुनिको भएर यसको चाहिँ जम्मा 20 रुपियाँ चिसो छ अब फोन पनि कतिखेर यो बन्द हुन्छ थाहा नै छैन अनि 2% चार्ज रहेछ अब ल हाम्रो केटाहरू चाहिँ अब यस्तै हो पहिलोचोटि आएको जिन्दगीमा केटाहरू गइहालो स्पिड लाग्दिहालो तिमी पनि खेलाएको म पनि खेलिदिउँ त झुल्किने चाहिँ यता होला अन्त डाँडा लेखेको तिर कौन है ये लोग कहाँ से आते हैं ये सब नाम लेख्दो रहेछ नि त भाइ पाँच वर्षको मात्रै हुँदैछ टिकट चाहिँ काउन्ट कस्तो दामी बादलै बादल आयो पुरा अहिले चाहिँ हामी यहाँ रुमसुम आइयो मस्त बसिरहेको छौँ होइन कति भयो 6:30 अब 6:40 टाइम हुन आँट्यो हामीले खाना अघि भइसकेको छौँ अब टाइम हुन आँट्यो अब केटाहरू चाहिँ यस्तो गरेर बसेको छ 2टा बेड छ अब यसलाई जोइन्ट गरेर मस्त सुत्ने अब एकछिनतिर चाहिँ हामी कन्सर्टतिर हेर्न जाने कन्सर्ट हेर्न पाइन्छ कि पाइँदैन थाहा भएन त्यो पनि घुम्न चाहिँ जाने यता लेक साइडतिर त्यहाँ अन्तिको लेक साइडतिर त्यस्तै हो अब भोलि बिर्तावरतिर गइन्छ होला अनि बिर्तावर गएर बसेर भोलि पनि कन्सर्ट छ होला एक्सिसको सबिनाको कन्सर्ट छ भोलि अनि त्यतिर जाने सब बसिरहेको छ त रमाइलो गर्छ केटाहरू धन माया यता हेर्नु त